हेलो गाइज, यो पाङ्रे घाटको हो झलुङ्गे पुल हो, देख्नुहुन्छ। अघिल्लोबाट आउँदाखेरि यो पुलबाट हामी ओहोरदोहोर गरेका थियौँ, तर यसपटक भने देख्न सक्नुहुन्छ यो रुख पनि लडेछ यतापट्टिबाट पहिरो गएर हैन। प्लस यो पुलै पुरै डुबेको छ यहाँ तल। अब यहाँ कसरी क्रस गर्ने भन्ने भइरहेको थियो, तर यो रुखको जराबाट चाहिँ क्रस गर्न मिल्छ जस्तो मलाई लागिरहेको छ। सो म यहाँ माथि जाँदैछु। यहाँ माथिबाट म यसरी रुखको जरा हुँदै म यो रुखबाट चाहिँ यो खोला तर्दछु। देख्नुहुन्छ तपाईँ, यस्तो छ, डेन्जर छ गाइस है। यो एउटा एडभेन्चर ट्राभल हो यो। अब है खतरा छ है। देख्न सक्नुहुन्छ यस्तो डेन्जर तरिकाले हेर्नु जराहरू यो जतिखेर पनि यो बग्न सक्छ हैन। अब यो यसरी पुलबाट तर्नुपर्ने अवस्था छ। यो बगाउँछ जस्तो गरिरहेको छ पानीले, यस्तो चोटतोडका साथ। देख्नु यो झलुङ्गे पुल यसरी डुबिरहेको छ पुरै। फेरि सक्नुहुन्छ माई गुडनेस, वाउ। हेर्नुहोस् यो झलुङ्गे पुल पुरै यहाँ तल डुबेको छ कि यसरी पानी उताबाट निस्किएको छ फेरि है। यहाँ पुरै ग्राउन्ड भएछ है, ग्राउन्डेड भएछ यो यहाँबाट फेरि पानी। अब यो एक त अस्तिको लगातारको ठुलो बाढीले गर्दा पनि यो भएको हो। र त्योभन्दा नि अर्को म के भन्न चाहन्छु भने, काउसती नगरपालिकालाई म के भन्न चाहन्छु भने, जुन अस्ति यो विगत केही वर्षदेखि यो खोला चाहिँ खोलाको हाइट तपाईँ देख्न सक्नुहुन्छ। यो खोलाको हाइट निकै माथि भइसकेको छ। काउसती नगरपालिकाको बासिन्दाको बस्तीभन्दा यो खोलाको हाइट चाहिँ निकै माथि पुगिसकेको छ। सो यसलाई चाहिँ हामीले खोलालाई चाहिँ अलिकति तल उत्खनन गरेर यो खोलाको उचाइ घटाउनु पर्ने देखिन्छ। नत्र भने यो खोला एक दिन काउसती पसेर पुरा काउसती ध्वस्त पार्नेछ भन्दै मैले यो काउसती नगरपालिकालाई पनि अलिकति ध्यानाकर्षण गर्न चाहेँ। त हेर्नुहोस् त, यो पुल त्यति हाइटको पुल यो डुबेर खतम छ।